के तपाईको पनि शपिङ गर्दा गर्दै धेरै पैसा खर्च हुँदा बचत गर्न सकिएको छैन? अस्ट्रेलियाको महँगी एकातिर अनि हाम्रो कमाई र खर्चको तालमेल मिलाउनु पर्ने बाध्यता अर्कोतिर। तर चिन्ता नगर्नुहोस्, आज हामी तपाईलाई अस्ट्रेलियामा दैनिक उपभोग्य वस्तु शपिङ गर्दा अपनाउन सकिने तपाईले ख्याल नगरेका यस्ता 5 वटा सिक्रेट उपाय बताउँदैछौँ, जसले तपाईको हजारौं डलर बचत गर्न मद्दत गर्नेछ। कसरी एकै पटक शपिङ गर्दा $100 सम्म बचाउने थाहा पाउन यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। शपिङ गर्न जाँदा पैसा जोगाउन हामीले पहिलो र सबैभन्दा महत्त्वपूर्ण उपाय हो बुधबार। अस्ट्रेलियाका ठूला सुपरमार्केटहरू जस्तै कोल्स र बुलवर्थले हरेक बुधबार आफ्नो नयाँ साप्ताहिक अफर सुरु गर्छन्। यसमा सयौं सामानहरू ठ्याक्कै 50% डिस्काउन्टमा पाइन्छन्। चामल, तेल, कफी, नुहाउने साबुनदेखि लुगा धुने सरफसम्म यी नबिग्रिने सामानहरू हाफ प्राइस भएको बेला महिनाभरिलाई पुग्ने गरी किनेर राख्नुहोस्। यसले तपाईको आधासम्म बचत गर्नेछ। शपिङ गर्दा पैसा बचत गर्ने अर्को उपाय हो लोयल्टी कार्डको सही सदुपयोग। तपाईसँग एभ्रीडे रिवार्ड्स र फ्लाइवाइज कार्ड छ? यदि छैन भने आजै बनाइहाल्नुहोस्। यो पुरै निशुल्क छ, तर कार्ड स्क्यान गरेर मात्र पुग्दैन। शपिङ गर्न जानु अघि आफ्नो एप खोल्नुहोस् र त्यहाँ आएका अफरहरूलाई बुस्टमा एक्टिभेट गर्नुहोस्। यसो गर्दा सामान्यतया 10 गुणासम्म बढी पोइन्ट जम्मा हुन्छ र पछि त्यही पोइन्ट्सबाट शपिङ बिलमा $10 वा $20 सिधै घटाउन सकिन्छ। हामीसँग अझै अर्को उपाय पनि छ, त्यो हो शपिङ गर्ने सही समय। के तपाईलाई थाहा छ सुपरमार्केटहरूले म्याद सकिन लागेका सामानहरू विशेष गरी मासु, ब्रेड र तरकारी बेलुका पख भारी छुटमा बेच्छन्? यसलाई मार्कडाउन भनिन्छ। बेलुका 5 देखि 7 बजेको बीचमा शपिङ गर्न जानुभयो भने पहेँलो स्टिकर टाँसिएका सामानहरू निकै सस्तोमा पाउन सक्नुहुन्छ। मासु सस्तोमा किनेर सिधै फ्रिजमा हालिदिनु भयो भने लामो समयसम्म प्रयोग गर्न सकिन्छ। अझ अर्को उपाय बारे पनि हामी तपाईलाई बताउनेछौँ। त्यो हो अल्डी र लोकल मार्केटलाई साथी बनाउनुहोस्। ब्रान्डको पछि नलाग्ने हो भने कोल्स र बुलवर्थ्स भन्दा अल्डीमा धेरैजसो दैनिक सामानहरू सस्तोमा पाइन्छन्। त्यसैगरी फ्रेस तरकारी र फलफुलका लागि विकेन्डमा लाग्ने फार्मर मार्केट वा लोकल ग्रोसरी धाउनुहोस्। अनि हाम्रो दाल, गेडागुडी र मरमसलाहरूका लागि त आफ्नै नेपाली वा इन्डियन ग्रोसरीमा बल्कमा किन्नु नै सबैभन्दा किफायती हुन्छ। अस्ट्रेलियामा पैसा कमाउनु जति गाह्रो छ, जोगाउनु झन महत्त्वपूर्ण छ। तथ्याङ्क र यथार्थले स्मार्ट शपिङ बानीले मात्र पनि तपाईको वार्षिक $1000 बच्न सक्छ। तपाईलाई यो उपाय कस्तो लाग्यो? तपाईको शपिङ गर्ने आफ्नै कुनै सिक्रेट उपाय छ भने तल कमेन्टमा लेख्न नभुल्नुहोला। अनि यो भिडियो आफ्ना साथीहरूलाई पनि सेयर गरिदिनुहोला र यस्तै भिडियोहरूका लागि नेपाली पेजलाई फलो गर्न नबिर्सनुहोला।